रवि दाई भर्खरै जेल भित्रै बस्दा पनि उहाँहरूले धेरै काम गर्नुभएको छ हामीले देखेका छौँ कैदी नबन्नुहोस् उहाँ कैदी होइन कैदी भनेको तपाईँ पूर्व पक्ष बसेकोलाई कैदी भनिन्छ बुझ्नुभयो नि कैदी भनेको त्यो कैदी भनेको त्यो फैसला पछि कैदी होइन उहाँ बन्दी हो कैदी चाहिँ तपाईले 12 वर्ष जेल तोक्यो भने त्यसलाई कैदी भनिन्छ बुझ्नुभयो कैदी भन्न मिल्दैन रवि दाइले जसले कैदी भन्छ नि त्यसलाई नराम्रो हुन्छ सुन्नुस् कैदी भन्न मिल्दैन अब यता सुन्नु एकछिन चुप लाग्नुहोस् है कतिको हामी म जेएनसीको तर्फबाट बोल्दैछु सुन्नुहोस् एकैछिन सबैजना चुप लाग्नुहोस् है होइन कैदी भनेको छैन रवि दाइले कैदी भनेको छैन होइन दाइ त्यस्तो होइन सरी होइन दाइ चुप लाग्नुहोस् है तपाईँ दाइ कसैले गर्दैन दाइ चुप लाग्नुहोस् प्लिज प्रश्न सोध्नु होइन अङ्कल चुप लाग्नुहोस् है प्लिज एकछिन प्रश्न सोध्नुहोस् होइन सर प्लिज सर भन्नुहोस् होइन नाइ सोध्नुहोस् तपाईँहरूले सर प्लिज है ल रिसाउनु हुँदैन हामीले प्रश्न सोध्न पाइन्छौँ उत्तर तपाईहरुले दिनु होइन बोल्न पाइन्छ मिडिया भनेको सहीलाई सही गलतलाई गलत देखाउने मिडिया हो सबैजना चुप लाग्नुहोस् एकछिन हेलो चुप लाग्नुहोस् समर्थन गरेको मान्छेलाई कैदी बन्दी भन्दा दुःख लाग्यो हैन हजुर कानुनी भाषामा चाहिँ के भन्छ भने दुईटाको बसेर संविधानमा गएको व्यक्तिलाई कैदी बन्दी नै भन्छ के कैदी बन्दी ओके हामी त्यसलाई स्वीकार एकदम सुन्नुहोस् भन्ने शब्द नि हटाउने नि हामी तपाईको यस्तो पूर्व पक्षलाई चाहिँ बन्दी कैदी भनिन्छ हैन अरे कैदी बन्दी भन्छ एकदम भन्नुस् ल एकताल सबैजना चुप लाग्नुस् है भाइको कुरा सुन्नुस् है ल कतिको छोरा गुमाएको छौं मेरो ठुलमम्मीको एकछिन